हेलो गाइज, वेलकम टु माई अनदर भिडियो। आज चाहिँ लक्ष्मी पूजाको दिन रहेको छ र आज चाहिँ हामीले घरमा कसरी लक्ष्मी पूजा गर्छौँ अनि मैले चाहिँ रङ्गोली कस्तो बनाएँ म हजुरहरूलाई देखाउन गइरहेको छु है। मैले चाहिँ धेरै राम्रो बनाउन सकिनँ, यतिकैमा मैले इन्ड गरेँ। धेरै राम्रो चाहिँ भएको छैन, त्यही पनि काम चलाऊ। मैले चाहिँ यहाँ यो बनाउने काम गरेँ। अब मम्मीले चाहिँ माथि पूजाको सामग्रीहरू रेडी बनाउनु हुँदैछ। के गर्नुभयो अब माथि गएर म हजुरहरूलाई देखाउँछु है त। यो चाहिँ हाम्रो पूजा गर्ने ठाउँ रहेको छ। मम्मीले चाहिँ सबै कुराहरू रेडी बनाइसक्नु भएको रहेछ। हामी चाहिँ आज यसरी लक्ष्मी पूजाको तयारी गरिरहेको छौँ। गाइस, म चाहिँ पटका पड्काउन गइरहेको छु। मसँग सलाई पनि छ, पटका पनि छ। अनि पटका देखेर मलाई डर पनि लाग्छ, रमाइलो पनि लाग्छ। डर लाग्दै पनि मैले पड्काउन गइरहेको छु है त। धेरै डर लाग्छ। पड्का आरुस पनि पड्का पड्काउन आएको छ मैले पड्काएको देखेर। यता हेर, हाई गर। हाई। दिदीको युट्युब च्यानललाई सब्सक्राइब गरिदिने भन्। दिदीको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु। एकदम रमाइलो। पूजा सुरु भइरहेको छ हाम्रो घरमा चाहिँ यसरी पूजा भइरहेको छ। हामी चाहिँ माथिको पूजा सकेर अब रङ्गोलीको पूजा गर्दैछौँ। यसरी लक्ष्मीको पाइला बनाएको छु। एकदम रमाइलो छ। हाम्रो चाहिँ पूजाको काम लगभग सकिन लागेको छ। अन्तिममा चाहिँ हामी तुलसी मैराको पनि पूजा गर्छौँ। हाम्रो चाहिँ घरमै बुवाले विधि पुऱ्याएरै पूजा गरिदिनुहुन्छ पढेर। मम्मीले यसरी तुलसी मैराको पूजा गरिरहनु भएको छ। गाइस, अब चाहिँ हाम्रो पूजा सकिसकेको छ। थ्याङ्क यू फर वाचिङ एन्ड ह्याप्पी तिहार अल अफ यु। सबैलाई तिहारको धेरै धेरै शुभकामना। आज चाहिँ लक्ष्मी पूजाको दिन है। सबैको घरमा लक्ष्मीले बास गरून्। सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना गर्छ। दीपावलीको धेरै धेरै शुभकामना सम्पूर्णमा। थ्याङ्क यू फर वाचिङ।